हस् पापा डिग भन्नुभएको डिग भए पनि हुन्छ बुलेट भए पनि हुन्छ हस् हस् ओ सुन न बाउको कहाँबाट पैसा आएछ है पोखरा लैदिएर भने क्या दामी ठाउँको पोखरा त गएछ पोखरा छैन नि यार पोखरा त ल पोखरा गएछ नि त अस्ति बिदामा कहाँ गइस् त सिङ्गापुर यसपालि पापाको खासै बजेट पनि थिएन त्यसैले नत्र त युएस जाने प्लान थियो अब नेक्स्ट टाइम युएस हुन्छ होला म नेपाली बाउले 5,000 दिन्छु भने दसैँ सपिङको लागि पहिला 2,000 भन्दा बढी दिन्थेनन् योपालि त 5,000 दिने रे भिरकुटीमा गएर यति सपिङ गरेर आउँछु अनि तेरो के छ दसैँको प्लान मेरो त खासै केही प्लान छैन पापाले त्यही 50,000 जति दिइन्छ होला त्यसमा एउटा जुत्ता मन परिरहेको थियो त्यही 10,000 को अरू त खासै केही प्लान छैन हेलो सर अरू के लिएर आऊँ ए मलाई चाउमिन ल्याउनु नि 1 प्लेट चाउमिन यति प्याज र खोर्सानी हालेर ल्याइदिनु है अनि हजुरलाई I'll have Americano double shot, crunchy chicken burger and लास्टमा चाहिँ एउटा ग्रिन सलाद गरिदिनु फेरि हेर्न आफ्नो इयरफोन बिग्रेर तँ अब केही काम गरेर पाएन भने आवाज आउनलाई नि यसरी हल्लाउनु अनि पर्दैन एयरबड्सको जमानामा इयरफोन युज गरेर हुन्छ त यो हेर अल्टिमा लाइफस्टाइलको प्राइम 1.0 एयरबड्स हो ओइ। यो त फेरि लन्च पनि भएको छ 27 सेप्टेम्बर लन्च हुँदैछ हो र मलाई हो यो तिमी युज गर थ्याङ्क यू तिमीलाई गिफ्ट छ हेलो हजुर अङ्कल ए हस् अङ्कल हस् घर भेटी के अब भाडा मागेर तनाव छ हेर न अब पैसा अब कहाँ ल्याउने होला तर महिनाको एन्डमा सधैँ यस्तै हुने है भने मेरो पनि 3टा घरको भाडा नउठ्यो तनाव छ काठमाडौँ गर्नु पनि तनावै छ हजुर पापा ड्युटी लिएर भयो ए हस् पापा थ्याङ्क यू हस्